गाइस हामी एकचोटि फेरि बस पार्कतिर भित्रको दृश्य बस पार्कको रहिएको छ आज खाली खाली यसरी। अनि हाम्रा साथै चाहिँ कपिल पनि भेटिनु भएको छ आज छुट्टीको क्रममा। तपाईले के भन्न चाहनुहुन्छ कपिल सर? अनि एक दिन छुट्टी हुने ठाउँमा त आजभोलि 2 दिन छुट्टी भयो, सरकारलाई केही भन्न चाहनुहुन्छ? धेरै राम्रो गर्नु भएको छ। अनि कस्तो लाग्यो एक दिनको छुट्टीमा 2 दिन छुट्टी हुने बिदा हुने? अनि एकदम राम्रो छ, सिस्टम ल्याइएको छ। राम्रो चलिरहेको छ। अहिले हाम्रो अब सिमला जाँदैछौँ 2 दिनको बिदा मागेर सिमला भोलि तहलका बिदा स्वीकृत भयो। सिमलावालाहरूले अफिसबाट बिदा स्वीकृत भयो नि सर? भयो। भोलि सिमलाको नयाँ बस स्ट्यान्ड आइरहनु होला, पुलका छेउमै हुनुहुन्छ भने उहाँ कपिल सरलाई पनि धेरै राम्रो लाग्यो। अनि उहाँलाई पनि एक दिनको बिदामा 2 दिन बिदा पाउने भए सरकारलाई पनि धेरै धन्यवाद गर्न चाहनुहुन्छ। अनि जहाँ हप्तामा 6 दिन काम गर्ने अब 5 दिन काम गर्नुपर्छ, उहाँ पनि सरकारी इम्प्लोइज हुनुहुन्छ। तपाईँ पनि हेर्न सक्नुहुन्छ। उहाँलाई हेरिराख्नु भएको छ, प्रायः जस्तो मान्छेले चिनिराख्नु भएको छ। अनि उहाँको गुनासो केही छैन। सिमला आउँदैछु अब कपिल 2-4 दिनमा। भोलि अब सिमला पुग्छु, त्यहाँ कोही केटाहरू राम्रो आएर भेट्न चाहनुहुन्छ। उहाँ विमल सरसँग आउनुहुन्छ, तपाईँ उहाँलाई पनि हेरिराख्नु भएको छ, स्क्रिनमा पनि हेरिराख्नु भएको छ। अनि कपिल सरको हामीलाई सम्झिनु होला। नम्बर छैन गरे मेसेन्जरमा सम्झिनु होला। अनि कपिल बस्नेत बोका भनेर हेर्नु होला फेसबुकतिर। त्यस्तो हो। अनि अब चाहिँ हेर्न सक्नुहुन्छ आजको दृश्य यस्तो खाली खाली छ। कपिल सर पनि सिमला जाने क्रममा चाहिँ यहाँ भेट्नु भएको छ। ओके, थ्याङ्क यू।